Happy birthday to you. सो यो के छ त हो दिदी पनि फेरि दार्जिलिङ आरामै हुन्छ नमस्ते सबैजनालाई मलाई थाहा छ भने सन्चै हुनुहुन्छ यति कोही बिरामी हुन्छ भने छिट्टै सन्चै होस् फिट एन्ड फाइन होस् एकदम आरामै हुनुहोस् म पनि एकदम आरामै फिट एन्ड फाइन छु सो धेरै पछि आज हाम्रो बहिनी सुस्मिता बहिनीको बर्थडे छ त्यो सुरुमै जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु म सुस्मिता बहिनीलाई र आज हामी त्यही उहाँकै बर्थडेमा चाहिँ हामी जान लागिरहेको छ सो म धेरै पछि आफ्नो अनुहार चाहिँ क्यामेरामा देखाइरहेको छु एकदम तक्ला भइसक्यो म यस साथीहरू अनि मेरो सेटअपहरू यहाँ ट्यागको रेडी छ अनि ल यहाँ छ सो ल म निस्किसक्यो अब यो बाटोमा पहिला धेरै भ्लग गरिन्थ्यो आजकल छोडियो भ्लग गर्न किनभने अब समय परिस्थिति सधैँ एउटै नहुँदो रहेछ यो भ्लग गर्नुको मेन कारण भनेकै हाम्रो सुस्मिता बहिनीलाई चाहिँ यो एउटा गिफ्ट हो है साथीहरू किनभने उहाँको अब उसको बर्थडेमा चाहिँ अब त्यो यादगार पलहरू चाहिँ क्याप्चर होस् न पछिसम्म हेर्न मिलोस् भन्ने हिसाबले चाहिँ हो अब हुन त उसको मोबाइलमा नि क्याप्चर गर्न सकिन्छ होइन नसकिने होइन तर यसरी भ्लग स्वरूप रह्यो भने चाहिँ ल हामी चाहिँ यसरी गयो थियो यस्तो गरेको थियो रमाइलो गर्ने थियो भन्ने हिसाबले रहिरहन्छ नि त त्यही भएर हो लेट्स गो यहाँ जान्छु अब एउटा बहिनीलाई सानो गिफ्ट दिनलाई अब पिकअपमा जानुपर्छ यसको त्यहीबाट जग्गा ठिक होला ओहो रमाइलो लागिरहेको छ साथीहरू अब धेरै पछि यसरी भ्लग गर्न पाउँदा वाउ ब्युटिफुल के हुन्थ्यो होला यस्तो लड सिधै ठोक्यो भने एक्सिडेन्ट हुन्थ्यो भन्नु नि तपाईँहरू नि फेरि मलाई त मजा आउँथ्यो कि यार बोल्दै भिडियो बनाउँदा हाम्रो गुरुजीलाई फोन हान्न पर्ने हुन्छ है दाइ कता हो ल आउनु ल बाहिर म बाहिर आएको छु ल हाम्रो हिरो गुरुजी आउँदै हुनुहुन्छ कुटेछु गुरुजीलाई मेरो गुरुजी रेडी भएर आउनु भएको छ बल्ल बल्ल हजुर घर ए ल ल बस्नु ल गुरुजीलाई आइसक्नु भयो अब सूर्य अर्को गुरुजीको घर जाने अब त्यतैबाट अनि जाने हो क्या ओहो हाम्रो बर्थडे गर्ल ह्याप्पी बर्थडे सुस्मिता ह्याप्पी बर्थडे अर्को पनि होइन हाम्रो गुरुजीलाई कुर्दै हो नि त फेरि अनि होइन गुरुजी उता घर कोही थिएन नि त त्यही भएर सो हामीले अब हामी सबै जो जानिन्थ्यो सबैलाई भेटिसक्यौँ हामीले यहाँ अब यही बाटो हुँदै जान्छौँ हामी ल निस्किनु त उतैबाट बाटो छ होला त्यता ओहो यताबाट लाग्ने भयो उहाँबाट फालिदिउँ है यहीँबाट हेर्नु साथीहरू हामी यहाँबाट सर्लक्कै तल गयौँ भने सिधै पुगिन्छ त्यही माथि उयो ढुवाङ रहेछ त ए आमा बर्थडे गर्ला आज यतैबाट फालिदिउँ के भने फाल्दैन हावा उडाउँछ भनौँ न पाताली छुकेर हावा उडाउँछ भनौँ न सो अब हामी जाँदैछौँ हाम्रो गन्तव्यतिर बस आज तिम्रो लास्ट आज बर्थडे होइन आज सो बहिनी डराइसक्यो अब म त्यस्तै चलाउनु अब बिस्तारै चलाउँछु हामी त पुलतिर पो आयो त सुस्मिता बतायो कहाँको पुल हो यो ल पुलभित्र जान पाएन धन्यवाद रे ल ए बा ओहो पुलमा आइसक्यो साथीहरू हामी पुलमा अब पुलबाट यो बाटो हुँदैछ उयो टर्निङ यहाँबाट ऐना राखिदिनु पर्ने ताकि यताको उताको मान्छे उयो कस्तो राम्रो केरा घालेर कस्तो राम्रो बाटो हो त
भनेको त्यता त बाटो फेरि यस्तो वायात रहेछ ठिक छ भन्दै आम्मामा यस्तो के चलाउने त यस्तो चलाउने हामी घना जङ्गल हुँदै हामी हाम्रो गन्तव्यतिर जाँदैछौँ यो त यता होइन क्या हो कता आइयो यो त्यही होला जाम के अरे अब स्कुटर छ जता हुन्छ त्यतै पुग्यो यतै हो हामी बाटोमा आउँदैछौँ हामी जे होस् हाम्रो गन्तव्यको हाम्रो गन्तव्य हाम्रो गन्तव्यतिर हामी सही बाटोमा हिँड्दैछौँ यसरी भन्छु भनेको अघि के भने साथीहरू मलाई थाहा भएन मलाई त थाहा भयो कि तर तपाईँहरूले बुझ्नु भएन मैले भन्न खोजेको ठिक छ हल्का रमाइलो श्री जनचेतना माध्यमिक विद्यालयमा हामी आइपुग्यौँ दाइले घाम तापिराख्नु भएको छ अनि अब घाम हजुर माथितिर चाहिँ घाम लाग्छ अहिले जाडो थियो अहिले चाहिँ तातो भएको छ ल अब हामी हाम्रो गन्तव्यको इन्डिङतिर आइपुग्नु लागिसक्यौँ सो यताबाट माथि जानु पर्ने हुन्छ ओहो आहा सबै अक्का छ यही हो तेरिका ओ मामा यताबाट त स्वर्ग देखिन्छ साथीहरू पक्नुहोस् है ल पोखरामा हामी आयो हामीले ओ हस्की ह त त्यहाँ हस्की त खत्रै ह त यार ल आइपुग्नु भएको छ हाम्रो सबै महानुभावहरू गुरुजी हाम्रो सर टिचर हजुर ओहो ल यहाँ दाइको चाहिँ गुरुजीको यहाँ गर्लफ्रेन्डले 2-3टा गर्लफ्रेन्डले चुप्पा खाइदिएर यस्तो भएछ देखाउनु फिल्ममा हुनुहुन्छ त्यही भएर रे हामीलाई स्वागत गर्न हस्केन टुरिस्ट चाहिँ थाहै हुन्न कि यसको त भरै हुन्न यार राम्रो छ अनि कहाँ यहाँ रिसोर्टमा अनि खान्छ नि यसले दाना पानी त खत्रै खान्छ नि त फेरि सो हामी आइसक्यौँ अब हामी टपमा जान्छौँ Happy birthday to you. Happy birthday to you. Happy birthday dear Susmita. Happy birthday to you. सकिदियो ल अब आज बर्थडेमा यतातिर आएको छ र ठाउँ पनि रमाइलो छ एकदम यस्तो रमाइलो छ ठाउँ पनि हेरौँ न चलक्क रमाइलो छ ठाउँ पनि त्यही होला फेरि पनि हाम्रो सुस्मिता बहिनीलाई हामी 5जनाले एकैचोटि ल जन्मदिनको धेरै धेरै शुभकामना धन्यवाद ओके ल हाम्रो साय बहिनी चाहिँ हाम्रो विदेश गइसकेको छ है साय बहिनी आरामै छौ नि है किन छैन भने म भन्दै साथीहरू किनभने अब आजकल अब साय बहिनी विदेश गइसक्यो अब हामीसँग हिँड्न छोड्नु भयो छोडिन् अब हामीसँग अब हामीलाई विदेश लाने रे अब साय बहिनीले अनि अब विदेशमा घुम्न बोलाउने रे क्या हामीलाई पनि अनि त्यही छ अब ओ आमामा के कत्रो मिठाई हो त नि कत्रो मिठाई हो ओहो धन्यवाद बर्थडे गर्ल धन्यवाद है ल यो मिठो चकको लागि धन्यवाद ल हाम्रो तर्फबाट ल ट्याक्क ल एउटा सानो गिफ्ट है ल ट्याक्क लाग्यो अनबक्सिङ हुन लाग्छ हाम्रो बहिनीको क्रप टी सर्ट ल टी सर्ट कस्तो लाग्यो ल एकदम धेरै राम्रो छ नि हैन एकदम ल ठिक छ अब त्यसैले आँसु पुछ नि त नि अहिले म छु इलाइट रिसोर्टमा है यस्तो रमाइलो एकदम रमणीय ठाउँ छ यहाँ चाहिँ है एकदम हेर्नुहोस् न सर्लक्क हिमाल वरिपरि है टक्क लाग्यो एयरपोर्ट देखिने पोखराको ब्युटिफुल सुन्दर दृश्य देखिने यस्तो रमाइलो ठाउँ छ भित्र यहाँ सिसा रहेछ यो त भात चाहिँ लास्तो लाउने बेला बेलामा त हेर्नु न तर हेर्नु सही छ यताको भ्यू चाहिँ मिठो छ एकदम तपाईँहरू एकदम अहिले अब भ्यालेन्टाइन डे आउनु लाग्यो यदि तपाईँहरूलाई घुम्नलाई कहाँ जाने
सोच्दै हुनुहुन्छ भने चाहिँ अहिले तपाईँ टक्क इलो रिसोर्ट आउनु सक्नुहुन्छ इलाइ रिसोर्ट किनभने तपाईँ हेर्नुहोस् न तपाईँ आफै हेर्दैमा ल हेर्नुहोस् भ्यू कस्तो छ यस्तो बवाल छ भ्यू यता फेरि आन्टीहरू ग्रुपको चलिरहेछ ठिकै चलिरहेछ ल कस्तो इजी हैन इजी यस्तो ल ठिक छ तर डर चाहिँ साँच्चै लाग्दा चाहिँ मुटु हात जस्तो लाग्दो रहेछ सिरिङ उठे हेर्नु है तर के अरू ठाउँमा तल त सिरिङ हुने के तल टेर्दा चाहिँ म बाँच्ची कि बाँच्दिनँ होला अहिले नै अलविदा है राम्रोसँग बस राम्रोसँग हजुर हुन्छ हाम्रो डबल टोपे है ल ट्याक्क लाएर ल यहाँ जान्नु चोटि यहाँ जान्ने यहाँ हेर्नु ल ठिक छ भर्याङ त फेरि खतरा भर्याङ छ गोलो भर्याङ ल ल अझै छ के हेर त सानो तर माथि चढा चाहिँ धेरै ठुलो छ ल अनि यता हाम्रो खानेकुराहरू चाहिँ आयो रे You want the very healthy dish. खाजा साजा पनि खाइयो खाजा खाएको चाहिँ भिडियोमा बिर्सेछु अनि त्यसपछि हामीले अब खाजा चाहिँ धेरै खाइयो अब के गर्ने भन्दा नाचेर हामीले पेट कटाउन थाल्यो अनि ट्याक्क टिटर भिडियो बन्न थाल्यो बनाउँदा रात परिहाल्यो साथीहरू ल हेर हाम्रो स्ट्रगल लाइट पनि देखाउनु होला दुईटा स्पिकर बालेर यता हाम्रो डिरेक्टर सुस्मिता यता हाम्रो डान्सर लेट्स गो गाइस कम अन यतिको मिहिनेत हुँदाखेरि त एकदम पोल्समा दिनु पर्यो what the hell is this man you अब चाहिँ ल ट्याक्क हामी यताउतितिर छिटो भिडियो बनाएर यताउति गरेर हामी चाहिँ अब निस्किन लाग्यो फाइनल्ली सो बाई बाई सबैलाई भन्न चाहन्छु ल अब निस्किन्छौँ सो अब हामी त्यहाँबाट निस्केर अहिले अन्ध्यारो बाटोमा हिँडिरहेछौँ यो बाटो पनि यस्तो कस्तो छ क्या कुनै ठाउँमा साँगुरो छ कुनै ठाउँमा टर्निङै नपुग्ने छ सानो छ होइन त्यही पनि अब बाघ भालु आउला जस्तो बाटो छ तपाईँहरू एक्लै चाहिँ यो बाटो हिँडडुल चाहिँ नगर्नु होला किनभने एकदम खतरनाक रिक्सी छ तपाईँलाई आएर यहाँ भालुले खाइदिने क्या नि भालुले खायो भने त ल ठिकै छ बाघ ल्याएर खाइदियो भने क्या नि जसरी खान त खायो नि दुइटैले हो त्यही भएर ख्याल गरेर आउनु होला राति बिहान एक्लै नआउनु होला अब आफ्नो घरतिर लाग्यो है म पनि आफ्नो कामतिर फर्किँदैछु अनि मलाई जस ठाउँ चाहिँ मलाई एकदमै मन पर्यो A1 लाग्यो है एकदम रमाइलो चारैतिरबाट हिमाल देखिने है एकदम मजाको लाग्यो ठाउँ चाहिँ तर खाना चाहिँ एकदम झुर्ने भन्छु म जस 10मा रेट दिन पऱ्यो 3 दिन्छु म है त्यो खानालाई चाहिँ खाना चाहिँ त्यस्तो मिठो थिएन सोचेअनुसारको तर उहाँले के भन्नुभयो भन्दा जो भर्खर बन्दैछ भर्खरै स्टाफहरू यताउति मिलाउँदैछौँ भर्खरै खोलेको भनेर सायद सेफ हुनुहुन्थेन होला एउटा कुक चाहिँ हुनुहुन्थेन होला राम्रो न त्यही भएर होला सायद है जहाँसम्म लाग्छ मलाई न त खाना चाहिँ एकदम प्राइज अनुसार पनि ओर्थित चाहिँ थिएन कि त्यो प्राइज अनुसार पनि अनि त्यो ठाउँ चाहिँ एकदम लभली है राम्रो थियो ठाउँ चाहिँ अहिले म लेक साइडको बाटोमा झिल्लीमिल्ली बाटोमा छु रमाइलो